अब भने शब्दलाई कविताको रूपमा उतार्ने बेला भइसकेको छ। त्यसैले अब म विभिषा मोक्तान र स्पन्दनलाई मञ्चमा आमन्त्रण गर्न चाहन्छु। कृपया जोरदार तालीले स्वागत गर्नुहोस्। नमस्ते र स्वागत छ। र म विभिषा आजको यो विशेष कार्यक्रममा तपाईँहरू सबैलाई स्वागत गर्नु पाउँदा हामी निकै उत्साहित छौँ। अब बिदा भन्ने बित्तिकै सबैजनाहरू छन्, सबै जिम्मेवारहरू मैले हुन्छ, तर आज हामीले अलिक फरक सोचेका छौँ। आज हामी रुवाउँछौँ होइन, तपाईँहरूको कक्षा 10 का ती रमाइला घटना र बानी सम्झाएर हँसाउन आज आएका छौँ। कक्षा 10 का हाम्रा प्याराहरूको लागि धेरै माया थोरै भत्ता र एउटा कुरा म अगाडि भन्न चाहन्छु कि तपाईँहरूको हामीले नाम मात्रै तोकिएका छौँ, त्यहाँ दिदीहरू भनेको छैन, कृपया नरिसाइदिनु होला। गरेको प्रिन्ट गरेको लिस्ट दिदी एक्स्ट्रोभर्ट स्पिच पोइम जस्तो कम्पिटिसनमा पनि जितिराख्ने झन् उसले भाषण लिएर स्टेजमा गयो भने कसैले उसलाई नसक्ने। र अब आयो रिन्जिन र अभिषेक हेर्दा कति इन्ट्रोभर्ट जस्तो देखिन्छ। दुवैजना पनि अनि एकदम मुड ड्राई बनाउने, यो दुईजना आफ्नो साथी बिना बाँच्न नसक्ने। 2080 को सिङ्गिङ राइटर भने रुसिला चाहिँ 2081 को। त्यसमा ती दुईजनाले डान्समा पाए, डुओ भएर गाउने बित्तिकै स्टेजले हुन्छ इम्पायर। डुओ यस्तो फेमस, सबैलाई थाहा छ। स्ट्रङ